सधैँ चाहिँ आज पनि धरान इलेक्ट्रिसियनहरू जहाँबाट म निर्मल बोलिरहेको छु। आज चाहिँ हामीले 180 लिटरको सामसङको सिङ्गल डोर फ्रिज जुन चाहिँ चिसो नहुने समस्या भएपछि हामीले ग्यास पनि लगाएर अलरेडी चेक गर्दा पनि चिसो नभएपछि हामीले चाहिँ आउटडोर जुन चाहिँ आउटडोर जाली हुन्छ, च्याम्बर हुन्छ बाहिरको आउटडोरमा जुन चाहिँ समस्या जुन चाहिँ लिकेज थियो, जुन चाहिँ 2टा साइडमा हुन्छ, त्यो एकदम लिकेज भएर ग्यासलाई अब तपाईँको चिसै नहुने समस्या भएपछि हामीले चाहिँ आउटडोर जाली लगाएका छौँ। तपाईँले पुरा भिडियो हेर्नु होला पक्कै पनि र तपाईँले पनि टेक्निसियन हुनुहुन्छ भने पक्कै पनि यो सजिलैसँगले हेरिसक्नु भएछ, काम गरिसक्नु भएछ भने केही अनुभव भइसकेको हुन्छ र तपाईँहरू नयाँ हुनुहुन्छ अथवा तपाईँको घरमा पनि यस्तै समस्या छ, इन्डोर आउटडोर लिकेज छ भने हामीले आउटडोर लिकेज छ भने चाहिँ यसरी बाहिरबाट जाली लाउनुपर्छ, जसले गर्दा हाम्रो चिसो राम्रोसँग आउँछ फ्रिजमा। हेर्नुहोस् है, सजिलोसँगले हामीले यो जुन मैले एक साइडमा समाएको छु, यो साइड तात्तिने साइड हुन्छ र अर्को साइड पनि तात्तिने हुन्छ जुन चाहिँ ग्यासको पाइपहरू कुदेको हुन्छ, आउटडोर पाइपहरू। त्यो जहिले पनि तपाईँहरूले तपाईँको फ्रिज ठिक छ या छैन, त्यो चेक गर्ने तरिका भनेको तपाईँको बाहिरको आउटडोर एकदम तातो हुनुपर्छ। जहिले पनि फ्रिज चलाएपछि तातिएन भने चाहिँ तपाईँको समस्या हुन्छ र जहिले पनि र कम्प्रेसर तपाईँको चलिरहनु छ र एउटा न एउटा साइलेन्ट आवाजहरू आइरहन्छ। त्यो अटो कट सेन्सर सिस्टम आउनुपर्छ र आइस बढी भयो भने मात्रै कट भएर अफ हुनुपर्छ है। तपाईँको पनि घरमा यस्तै खालको फ्रिजहरू छ, सिङ्गल डोर, डबल डोर फ्रिज छ भने पक्कै हामीले सम्झिनु होला र कुनै रिपेयरिङ गर्नु छ, कुनै समस्या छ अथवा पुरानो भएर घरमा थन्काइराख्नु भएको छ, सेल गर्ने मन छ भने पनि हामीले सम्झिनु होला। सस्तो मूल्यमा हामी तपाईँको खरिद गर्दैछौँ र सामानहरू तपाईँको उचित दाम लगाएर हामी तपाईँले नयाँ फ्रिज पनि हामी मिलाइदिन्छौँ र तपाईँले आज चाहिँ हामीले यसमा हामीले ग्यास यसरी आउटडोर जाली लगाएर हामीले ग्यास भ्याकुम गरेर ग्यास लाउँछौँ। र आज पुरा भिडियो हेर्नु होला तपाईँको घरमा यस्तै खालको जुनसुकै कम्पनीको है, सामसङदेखि अन्य एलजीदेखि लिएर हरेक कम्पनीहरू अहिलेको नयाँ कम्पनी जतिदेखि सबै कुराहरू तपाईँको समस्या छ भने पनि हामीले सम्झिनु होला। यो हामीले कम्प्रेसर चाहिँ 2 वर्ष अगाडि एलजी कम्पनीको लगाएको थियौँ र जहिले पनि कम्प्रेसर एलजी कम्पनीको नयाँ चेन्ज गर्दा एलजी कम्पनी आउँछ र दरो बलियो पनि छ र हामीले कन्टिन्यू यो एलजी कम्पनी चलाइरहेको छौँ कम्प्रेसरमा चाहिँ र हामीले यसरी आउटडोर जालीलाई यसरी हामीले फिट गरेको छौँ। जुन चाहिँ हाम्रो भित्र राम्रोसँग चिसो आउनु पर्यो किनकि जहिले पनि तपाईँ घरमा चिसो छैन अथवा तपाईँ घरवालाले भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँले पक्कै पनि यो जालीहरू छ भने अथवा साइडमा जाली छैन भने साइडमा छाम्नु होला। जति हिट भयो त्यति राम्रो चिसो फाल्छ है तपाईँको फ्रिजले। त्यही भएर तपाईँले यो हेर्नुहोस् है हामीले यसरी मजाले हामीले भ्याकुम गरेको छौँ र ग्यास लाउनुभन्दा अगाडि भ्याकुम गर्नुपर्छ। भ्याकुम गरेर मात्रै ग्यास इन्स्टलेसन गर्नुपर्छ नत्र भने समस्या हुन्छ। नत्र फोहोर मैला तपाईँको भित्र गएर कुनै समस्या आउँछ, ब्लकेज हुने समस्या, फिल्टरमा ब्लक हुन्छ अरू अन्य ठाउँमा पनि ब्लक हुनसक्छ। त्यसैले तपाईँले जहिले पनि ग्यास इन्स्टलेसन गर्दै हुन्छ अथवा फ्रिज सम्बन्धी कुनै रिपेयरिङ गर्नु छ भने भ्याकुम गर्नुपर्छ र एसीमा पनि भ्याकुम गर्नुपर्छ। यो अनिवार्य हो र भ्याकुम गरिसकेको पछाडि चाहिँ हामीले यसमा ग्यास इन्स्टलेसन गर्नुपर्छ अनि मात्रै हाम्रो सक्सेस हुन्छ र सुरुमा हामीले टेस्टिङ गर्नुपर्छ। जुन चाहिँ हामीले प्रेसर दिएर जुन चाहिँ प्रेसर नदिकन टेस्टिङ नगरिकन हामीले ग्यास इन्स्टलेसन गर्नु हुँदैन है। तपाईँले एकदम याद गर्नुहोला। ग्यास लाउँदै हुनुहुन्छ अथवा अन्य समस्या छ भने चेक गर्ने तरिका भनेको प्रेसर दिएर प्रेसर दिएर पछि बल्ल तपाईँको ठिक छ छैन च्याम्बर इन्डोरको च्याम्बर ठिक छ छैन है। त्यो भित्रको च्याम्बर र बाहिरको च्याम्बर 2 टालाई हामीले चेक गर्नु मिल्छ र त्यसरी ठिक छ भने मात्रै ग्यास इन्स्टलेसन गर्दा राम्रो हुन्छ र तपाईँको राम्रोसँगले काम पनि हुन्छ। नत्र भने आज ग्यास लाउनुभयो भोलि पर्सि गएर समस्या आउँछ र यसरी हामीले आज यसलाई मज्जाले पुरै हामीले यसरी बनाएका छौँ। टाइम लाग्छ जे कुरा पनि तपाईँहरू नआत्तिनु होला। छोटो समयमा छिट्टो गर्छ भने हुँदैन। किनकि हामीले अलिकति लामो समय लिएर राम्रो काम गर्यो भने पक्कै पनि नतिजा राम्रै आउँछ र छिटो गर्यो भने पक्कै पनि केही न केही समस्या आउँछ। त्यसैले हामीले जहिले पनि ग्यास हाल्दा यसरी मिटर हामीले कतिमा हाल्ने र कति हाम्रो कम्प्रेसर कतिको हिट हुँदैछ, ब्याक प्रेसर कति सबै कुराहरू विचार गरेर हाल्नुपर्छ र जहिले पनि कम्प्रेसरलाई हामीले चाहिने भन्दा बढी ग्यास दिनुहुन्न। कतिजना टेक्निसियनले अलिक बढी नै ग्यास लगाइदिनुहुन्छ र समस्या हुन्छ, ब्लकेज हरेक कुरा समस्या आउँछ। त्यही भएर चाहिने प्रेसर मात्रै दिनुपर्छ है ग्यासलाई ए फ्रिजलाई, नत्र भने समस्या हुन्छ र आज हामीले चाहिँ यसलाई यसरी हामीले भ्याकुम गरिसकेपछि ग्यास इन्स्टलेसन गरेको छौँ र ग्यास हामीले लगाइसकेपछि चाहिँ हामीले एकछिनमा तातो पछाडिपट्टिको जाली हामीले जुन आउटडोर जाली लगाएको छौँ त्यसमा हिट हुन्छ। हिट भएपछि चाहिँ हाम्रो के हुन्छ भने भित्र चिसो आउँछ र हामीले अटो कट सेन्सरहरू पनि थर्मोस्टेटहरू एकदम विचार गर्नुपर्छ। तपाईँले जहिले पनि हाईमा नराख्नु होला। हाईमा राख्यो भने समस्या आउँछ है। हाईमा कहिल्यै नराख्नु होला। किनकि कतिजनाले चिसो छिटो हुन्छ भनेर हाईमा राख्नुहुन्छ र हाईमा राख्दा बढी समस्या हुन्छ, लोड बढी पर्छ र तपाईँको फ्रिजमा बढी आइस हुने अथवा अटो कटमा प्रब्लम आउने अथवा तपाईँको कम्प्रेसर कन्टिन्यू चलिरहने समस्या हुन्छ है।
त्यो विचार गर्नु होला। र आज हामीले यसरी भ्याकुम गरेर ग्यास इन्स्टलेसन गरेर हामीले एकछिन चेक गरेर राखेका छौँ र सबै कुराहरू हामीले पाइप जति पनि जोइन गरेको छौँ फिल्टरदेखि अन्य ठाउँहरूमा हाम्रो कनेक्सन गरेको वेल्डिङ गरेको पाइप ठाउँ हुन्छ त्यो चाहिँ हामीले स्याम्पू पानीले मजाले फिस निकालेर यसलाई चेक गर्नुपर्छ र यसरी मात्रै चेक गर्दा मात्रै हाम्रो सक्सेस हुन्छ नत्र भने हुँदैन नि त। त्यही भएर चाहिँ जहिले पनि फ्रिज एसी जुनसुकै काम गर्दाखेरि प्रेसर दिएर चेक टेस्ट गरेर मात्रै हामीले यसलाई हामीले रेडी गर्न सक्छौँ। नत्र भने अन्य उपायबाट हामीले गऱ्यौँ भने त्यो सक्सेस नहुन सक्छ। त्यसैले जहिले पनि काम गर्दा 100% नै काम हुनुपर्छ र राम्रो पनि हुन्छ। र यो साइड हाम्रो हिट हुँदैन किनकि हामीले आउटडोर लगाइसकेका छौँ र यो साइड पनि हाम्रो हिट हुँदैन। र योभन्दा अगाडि चाहिँ 2 साइडमै हिट हुन्थ्यो र समस्या यो भित्रै नै छ। त्यही भएर हामीले यसको कभर नबिगारिकन बाहिर पछाडिपट्टि साइडमा हामीले राखेका छौँ। र यो एकदम राम्रो पुरानो कम्पनीको हो त्यही भएर बलियो पनि छ र हामीले यसले पुरा अब यसलाई नै बनाउने हामीले निर्णय लिएर हामीले यसलाई बनाएको छौँ। हेर्नुहोस् है भित्र केही भएको छैन, कुनै समस्या छैन र एकदम जस पुरानो फ्रिजहरू एकदम बलियो पनि हुन्थ्यो र सामानहरू पनि दह्रो पनि हुन्थ्यो नि त। आजकलको फ्रिजहरूमा त्यो समस्या कम्प्रेसरको पनि हेभी छैन, एकदम लाइट छ त्यही भएर समस्या आउँछ र हेभी भएको कम्प्रेसर चाहिँ राम्रो हुन्छ। जहिले पनि विचार गर्नु होला र पिसी बोर्डवाला फ्रिजहरू अलिक समस्या बढी आउँछ। त्यही भएर डाइरेक्ट मोटरवाला फ्रिज लिनु होला र चेक गरेर र जहिले पनि यसरी फ्रिजमा तपाईँको घरमा समस्या छ या छैन भन्ने कुरा चाहिँ तपाईँले यसरी तातो, चिसो दुइटैबाट थाहा हुनुपर्छ। किनकि बाहिरपट्टि तातो हुन्छ र भित्र चिसो हुन्छ है। त्यो विचार गर्नुहोला। पक्कै पनि यो भिडियो हेरेर तपाईँले केही कुरा केही सिक्नुभयो भन्ने आशा राखेको छु। र यसरी नै मेरो भिडियोलाई सबैजनाले मन पराइदिनु होला नेपालभरि, नेपाल बाहिरबाट जतिसुकै तपाईँहरू युट्युब च्यानल हेर्दै हुनुहुन्छ सबैजनाले र मेरो कामप्रति तपाईँलाई मन पर्यो, केही जिज्ञासा तपाईँको फ्रिज सम्बन्धी त्यस्तो चाहियो भने, समस्या पर्यो भने हामीले सम्झिनु होला र फ्रिजहरू पुरानो सेकेन्ड ह्यान्ड पनि हामीसँग उपलब्ध फ्रिजहरू हुन्छन् कहिलेकाहीँ। त्यस्तो समयमा हामीले सम्झिनु होला र हामीले रिपेयरिङ गर्नु डिप फ्रिजदेखि लिएर चिलरहरू हरेक किसिमको फ्रिजहरू पनि रिपेयरिङ गर्न सकिन्छौँ हामी। तपाईँहरूलाई पूर्ण विश्वासको साथ तपाईँले ग्यारेन्टीको साथ काम गर्नु परेमा हामीले सम्झिनु होला है। र आज चाहिँ हामीले यहाँ चिसो आइसकेको छ, जुन चाहिँ हामीले भित्र खोलेर राम्रोसँगले हेरिसक्यौँ र चिसो आउनु सुरु भइसकेको छ। र जहिले पनि यो टेम्परेचर जहिले मिलाउनु होला, हाईमा नराख्नु होला। जहिले पनि मिनिमममै राख्नु होला, म्याक्सिमममा नराख्नु होला। हाईमा राख्यो भने चाहिँ छिट्टो हिट हुने समस्या हुन्छ। छिट्टो आइस पनि हुन सुरु हुन्छ। त्यही भएर तपाईँले जहिले पनि त्यो कुरा विचार गर्नु होला।